हेर्दा त एउटा सामान्य डाक्टरको घर भ्रमण जस्तो लाग्छ, तर विलियम कार्लोस विलियम्सको कथा द युज अफ फोर्सभित्र एउटा गहिरो मनोवैज्ञानिक र नैतिक द्वन्द्व लुकेको छ। एउटा यस्तो कथा जहाँ उपचार गर्ने र चोट पुर्याउने बीचको त्यो पातलो रेखा पुरै धमिलो हुन पुग्छ। ल आउनुहोस् आज यही तनावपूर्ण कथाको भित्र पसेर हेरौँ। यो कथाको चुरो कुरो बुझ्न सायद डाक्टरको मनबाट निस्केको यो एउटा वाक्य नै काफी हुन्छ। एक अन्धो क्रोध, मांसपेशीको शक्तिको चाहनाले भरिएको वयस्क लाज। सोच्नुहोस् त कस्तो अनौठो कुरा। एक डाक्टर जसको काम त जीवन बचाउनु हो, उसको मनमा यस्तो हिंसात्मक सोच कसरी आयो होला? हो, यही प्रश्नले नै कथाको गाँठो फुकाउँदै लान्छ। ल अब कथाको दृश्यमा छिर्यौं है। डाक्टर ओल्सन परिवारको घरमा पुग्छन्। घरभित्रको माहौल एकदमै तनावपूर्ण छ। उनीहरुकी छोरी माथिल्डा 3 दिनदेखि कडा ज्वरोले थलिएकी छिन्। घरको कुनै पनि उपचारले काम गरेको छैन। तर यो सामान्य ज्वरो मात्र थिएन। डाक्टरको मनमा एउटा डरलाग्दो शंका थियो। कतै बच्चीलाई डिफ्थेरिया त भएको छैन? त्यो बेला डिफ्थेरिया भनेको ज्यानमारा सरुवा रोग थियो। त्यसैले यो अब एउटा सामान्य जाँच रहेन, यो त सिधै जीवन र मृत्युको सवाल बन्न पुग्यो। कल्पना गरौँ, त्यो सानो कोठाभित्र 4 जना छन्। पहिलो, कथा सुनाइरहेका डाक्टर आफै, जो एकातिर आफ्नो कर्तव्य र अर्कोतिर भित्रभित्रै उम्लिरहेको रिसको बीचमा फसेका छन्। दोस्रो, ज्वरोले काँपिरहेकी अनि डराइरहेकी बच्ची म्याटिल्डा। र तेस्रो र चौथो, आफ्नी छोरीको हालत देखेर आत्तिएका तर लाचार बनेका आमा बाबु मिस्टर र मिसेस ओल्सन। र ठिक यहीँबाट सुरु हुन्छ इच्छा शक्तिको असली लडाई। यो अब बिरामीको जाँच मात्र रहेन, यो त प्रतिरोध, निराशा र बढ्दो बल प्रयोगको एउटा खतरनाक खेलमा बदलिन सुरु हुन्छ। यो तनाव पनि हेर्नुस् दुईतिरबाट चलिरहेको छ। एकातिर छ डाक्टर र बच्ची माथिल्डा बीचको सीधा शारीरिक सङ्घर्ष, नियन्त्रणको लडाई। अनि अर्कोतिर अलि सूक्ष्म रूपमा डाक्टर र आमा बाबु बीच मनोवैज्ञानिक लडाई चलिरहेको छ, जहाँ डर र विश्वासको परीक्षा हुँदैछ। माथिल्डा, उनी चुपचाप बस्ने बच्ची होइनन्। उनको प्रतिरोध एकदमै शक्तिशाली छ। यो खाली बच्चाको अटेरीपना मात्रै होइन, यो त डर र अविश्वासबाट जन्मेको विद्रोह हो। उनी डाक्टरलाई धकेल्छिन्, चिथोड्छिन्, आफ्नो पूरा शक्ति लगाएर लड्छिन्। अब हेरौँ यो लडाई कसरी चर्किँदै जान्छ। पहिलो प्रयास, डाक्टरले फकाउन खोज्छन्। माथिल्डा मान्दिनन्। दोस्रो प्रयास, डाक्टरले काठको एउटा औजार प्रयोग गर्छन्, तर बच्चीले त्यसलाई दाँतले चपाएरै टुक्रा पारिदिन्छन्। अनि तेस्रो र अन्तिम प्रयास, अब डाक्टरले बल प्रयोग गर्छन्, एउटा चाँदीको चम्चा जबरजस्ती उनको मुखभित्र घुसाउन खोजिन्छ। ल अब एकैछिन रोकौं। अब हामी डाक्टरको मनभित्र पस्नै पर्छ, किनभने कथाको सबैभन्दा डरलाग्दो र महत्त्वपूर्ण मोड यहीँ आउँछ। यो त्यो बिन्दु हो जहाँ उनको व्यावसायिकताको खोल बिस्तारै उत्रिन थाल्छ। सुरुमा त उनी आफैलाई सम्झाउँछन्, मनमने भन्छन्, यो मेरो कर्तव्य हो, यो बच्चीको ज्यान बचाउनका लागि हो, मैले जे गर्दैछु त्यो एकदमै आवश्यक छ। यो भयो उनको व्यावसायिक तर्क। उनी आफैलाई भन्छन्, मैले यो गर्नैपर्छ, उसको आफ्नै सुरक्षाको लागि मैले घाँटीको जाँच गर्नैपर्छ। यहाँसम्म सुन्दा त सबै कुरा ठिकै लाग्छ होइन? एकदमै व्यावसायिक। तर जब बच्चीको प्रतिरोध बढ्दै जान्छ, डाक्टरको धैर्यको बाँध टुट्छ। उनको व्यावसायिकताको त्यो पातलो खोल चर्किएर टुक्रा टुक्रा हुन्छ र त्यसको भित्रबाट निस्किन्छ एकदमै शुद्ध, अनियन्त्रित रिस। अब यो लडाई व्यावसायिक रहेन, यो त व्यक्तिगत बनिसकेको थियो। र उनको सोचाइमा आएको यो खतरनाक परिवर्तन यो एउटै वाक्यमा छर्लङ्ग हुन्छ, यो सानी मूर्खलाई उसकै मूर्खताबाट बचाउनुपर्छ। तर अब म पनि एउटी बच्चीसँग क्रोधित भइसकेको थिएँ। सोच्नुस् त, बच्चीलाई बचाउनुपर्छबाट बच्चीसँग क्रोधित भएसम्मको यो यात्रा हो। यही यात्राले नै कथाको पुरै नैतिक धरातल हल्लाइदिन्छ। ल लडाई त सकियो, तर अब सुरु हुन्छन् असली नैतिक प्रश्नहरू। के डाक्टरले जे गरे त्यो जायज थियो, वा यो सरासर आफ्नो शक्तिको दुरुपयोग थियो? चिकित्साको आवश्यकता र व्यक्तिगत हिंसा बीचको त्यो पातलो सीमारेखा आखिर कहाँनिर हुन्छ? आखिर नतिजा के भयो त? एक हिसाबले हेर्दा डाक्टर सफल भए। उनले बच्चीलाई डिफ्थेरिया भएको पत्ता लगाए र सायद उनको ज्यान पनि बचाए। तर यो सफलताको मूल्य के थियो?
बच्चीको मुखबाट बगेको रगत, उसको मनमा बसेको डर। मतलब लक्ष्य त पूरा भयो, तर निकै ठूलो मूल्य चुकाएर। यो कथाको केन्द्रमा एउटा ठूलो नैतिक द्वन्द्व छ। एकातिर छ डाक्टरको कर्तव्य, जसले के भन्छ भने बिरामीलाई जे गरेर हुन्छ बचाउनुपर्छ, चाहे उनीहरू आफैबाट किन नहोस्। अनि अर्कोतिर छ बिरामीको व्यक्तिगत अधिकार, जसले भन्छ मेरो शरीर मेरो निर्णय, मेरो सहमति बिना कसैले केही गर्न पाउँदैन। अब चिकित्सा नैतिकताको नजरबाट हेर्ने हो भने खासगरी बालबालिकाको आपतकालीन अवस्थामा बिरामीको हित भन्ने सिद्धान्तले व्यक्तिगत अधिकारलाई उछिन्न सक्छ। मतलब यदि आमाबाबुको सहमति छ भने डाक्टरले बच्चाको भलाइका लागि बल प्रयोग गर्नुलाई चिकित्सकीय रूपमा जायज मानिन सक्छ। त्यसो भए के डाक्टर सही थिए त? उनको काम त चिकित्साको नियम अनुसार जायज नै देखिन्छ। तर यो कथालाई साँच्चै डरलाग्दो बनाउने कुरा अर्कै छ। त्यो हो डाक्टरले त्यो सङ्घर्षमा एक प्रकारको आनन्द महसुस गरे, एउटा विजयको उन्माद। हो, उनको यही भावनाले यो पूरै घटनालाई उपचारको दायराबाट निकालेर एउटा अन्ध्यारो ठाउँमा पुर्याइदिन्छ। र यहीँनेर कथाले हामी सबैलाई एउटा निकै गम्भीर र असहज प्रश्नको अगाडि ल्याएर छोडिदिन्छ। जब जीवन बचाउने व्यक्ति नै आफ्नो शक्ति प्रयोग गर्दा रमाउन थाल्छ, तब उसले गरिरहेको कामलाई उपचार भन्ने कि सजाय?